फेरि भन् त लु म बे गर्दिन कसले भनेको गर्दैनस् मैले भनेको मलाई साथी चाहिँदैन जीवनमा चाहिँदैन चाहिँदैन त एकछिनमा प्रेमी साथी चाहिँदैन भोलि पर्सि तैँले बुहारी लिएको दिन यही भिडियो तेरो अगाडि टक्राइदिन्छु नि फेरि तँलाई गिफ्ट यही हुन्छ मेरोबाट बुझिस् नि बिहा नगरेको चाहिँ हेरौँ न फेरि बे गर्नु हुँदैन क्या अनि बे गरेको केटीले पनि छोडेर गर्दैन गर्दिन भरे गर्नै पर्यो भने गर्नै भनेको पर्यो जस्तो हुँदैन नि त गर्नै पर्यो नि विदेश भाग्दिने लिएको बुहारी पनि यो भिडियो हेरेर फर्लक्क फर्केर जाला नि फेरि मेरो वचन हो ये मैं वचन देता हूँ पक्का हेर्नु न यो क्या हैन म राख्दिराख्छु यो भिडियो अनि बे अहिले पनि छ है समय सोचेर भने लु सोच्ने बेला गइसक्यो अब देखाउने हो बे गर्दिन हामीले ए गर्दै गर्दैनस् पटक्कै किन यति धेरै नफरत बिहेको लागि हजुर किन यस्तो नफरत एफोर्ट धेरै हुन्छ नगर्ने कस्तो भन्न रे यसमा ए झ्याउ हुन्छ कस्तो झ्याउ भन्नाले जन्ती जान ओर्न ए खर्चै खर्च हेर त्यतिले मात्रै तेरा सदुपयोग गर्ने राम्रो बे नगर्ने कुरा त्यति मात्रै झ्याउ अरू अरू बेगारेसी के हुन्छ के हुन्छ भन्दैन त बरात हुन्छ अब यहाँ धेरै छ नगर्नेहरू गर्ने भन्दा नि उनीहरूलाई त राम्रो सजेस्ट हुन्छ नि त यो किन चाहिँ खासमा नगर्दा ठिक केटीको लागि मेकअप फेरि भुटायो भने मान्छे गर्ने कि नगर्ने बे थाहा छैन भविष्यमा के हुन्छ त्यही गर्नु ए के हुन्छ होइन भविष्य बनाउने के अरे भविष्यमा के छ के अरे तेरो भविष्य बनाउने बनाउनुको लागि त कन्टे पढ्नु पऱ्यो नि त पढाइ हुन्छ पढाइमा पनि लगा न त मेहनत नि पो हुन्छ त नि तर बे नगर्ने त्यही हो अन्तिम कुरा लु बधाई छ त्यसो भए तँलाई अहिलेदेखि नै हार्दिक अब शुभकामना भन्नु पऱ्यो नि त तँलाई